परिवर्तन। बाक्लो पर्दाले घेरिएको धमिलो कोठा, बाहिरी संसारसँग सम्पर्क विच्छेद भए जस्तो। सोही कोठामा बसी प्रविधिको नसामा मस्त रहेको समीर। धिपिक्क धिपिक्क बल्ने उदास प्रकाश सायद समीरको उदासी मनसँग साइनो गाँच्दै थियो। उसलाई लाग्दथ्यो संसार सबै प्रविधिमा अडेको छ, समय फेरिएको छ। यो 19औं वा 20औं शताब्दी होइन, यो त 21औं शताब्दी हो, सूचना प्रविधिको युग। उसको बुबाले भोगेको युगभन्दा बिल्कुलै नयाँ। उसको बेडको छेउैमा रहेको कम्प्युटरको मोनिटरमा फहराइरहेको नेपालको झन्डा, बेडको छेउमा आदेश लागेको आइप्याड र मोबाइल फोन उसका साथीहरू हुन्। तिनीहरू बाहेक उसले अरू कसैलाई साथीको रूपमा हेरेकै छैन। उसलाई घर बाहिर निस्कन कुनै आवश्यकता छैन जस्तो लाग्छ। उसको घर नजिकै कतै आँगन भन्ने रेस्टुरेन्ट खुलेको छ अरे भन्ने पनि उसले सुनेको थियो, जसको फोटो सामाजिक सञ्जालमा उसले देखेको थियो। त्यसैको आधारमा उसले अनुमान गर्थ्यो त्यहाँ आधुनिक विदेशी परिकारहरू घरमै डेलिभरी गरिदिने सेवा उपलब्ध रहेको पनि उसले सुनेको थियो। उसले धेरै पटक आँगनबाट खाना अनलाइन मगाएको र क्युआरबाट पे समेत गरेको थियो। उसलाई कहीँ जान आवश्यक छैन जस्तो लाग्दथ्यो। कोठामै दिनभरि सामाजिक सञ्जालमा लाइभ बसेर छिटफुट अश्लील शब्द बोलेर काम चलाउ पैसा कमाएकै भन्ने थियो। नजिकैको चिया पसलमा मानिसहरू एक कप चियाको पैसा तिरेर बिहानभरि गफिएर बस्छन्। के युवा के बुढा, सबै उमेर समूहका। चिया त बहाना मात्रै हो, सामाजिकीकरणको कडीको निरन्तरता हो त्यो। ती चिया पसलमा जम्मा हुने भद्रहरू धेरैजसो राजनीतिक गफमा तैरिरहेका हुन्छन्। यस्तो लाग्छ यो देश यिनीहरूको हातमा आएमा एकै दिनमा काया पलट गरिदिन सक्छन् यिनीहरू। उनीहरूका कुरा सुन्दा उनीहरूसँग सबै विषयका नीतिहरू तयार अवस्थामा छन्, बस प्रयोग गर्न मात्र बाँकी छ। देश सबै भत्ताभुङ्ग भएको यिनीहरूको नीति प्रयोग नभएर मात्रै हो जस्तै बहस गर्छन्। कहिलेकाहीँ राजनीतिक गफको गर्मी यतिसम्म चढ्छ तिनीहरू आपसमै पाखुरा सुर्किन्छन्, भनाभन गर्छन्। लाग्दछ केही समयभित्रै तिनीहरू हानाहानमा उत्रिँदैछन्। वरपरका मानिसहरू कोही बरन्डामा, कोही बाटोमा, कोही चिया पसलमा र कोही कौसीमा निस्केर उनीहरूको रमिता हेर्छन्। तर रमितीहरूको अपेक्षा विपरीत तिनीहरू केही समयमा नै शान्त हुन्छन् र हात मिलाएर छुट्टिन्छन्। ओहो, कस्तो सामाजिकीकरणको नमुना हो यो। तर नजिकैको घरमा बस्ने समीरलाई यी सब कुराको कुनै मतलब छैन। उसको आफ्नै संसार छ, डिजिटल संसार। ऊ घरमै छ, तर परिवारसँग नबोलेको धेरै समय भएको छ। उसले आमाको हातको खानाको स्वाद लिएको पनि छैन, या भनौँ खानाको स्वाद कस्तो छ भन्ने कुरा सामाजिक सञ्जालको बाक्लो कुहिरोभित्र हराएको छ। बुबाले देखाएको भविष्यको बाटो पनि पहिलाएको छैन उसले। न दिदी बहिनी र दाजुभाइसँग आत्मीयता साटासाट गर्नै सकेको छ। बस ऊ डिजिटल दुनियाँमा मस्त छ। ऊ त्यही संसारमा छ, केवल मस्त छ। उसले कपाल नकाटेको पनि धेरै भएको थियो, त्यसैले त कपाल छटपटिँदै निधार र आँखा भन्दा तल बेला बेलामा सलबलाउँदै झर्छन्। कहिले काहीँ त दिक्क लाग्दो हो उसलाई, टुप्पी जस्तै बाँधेर पनि बस्छ। यस्तै टुप्पी हुँदो हो सायद ऋषिहरूको, जसलाई बाँधेर पढे अनि ज्ञानी भए। त्यस्तै ज्ञानी मानेको छ समीरले आफूलाई, डिजिटल दुनियाँको ज्ञानी।
मोबाइलको स्क्रिनमा थाक्यो भने आइप्याडको र त्यसमा पनि मन लागेन भने कम्प्युटरमा यो क्रम चलिरहन्छ अनवरत। यदि भङ्ग हुन्छ भने बस खाने र सुत्ने बेलामा। जति खाए पनि स्वाद नपाएको जिब्रोले धकेलेको खानाले उसको शरीरलाई फुकाउने चेष्टा गरेको थिएन। त्यसैले त होला उसका खिरिला सेता औँला मोबाइलका स्क्रिनमा चल्दा लाग्दथ्यो मोबाइल चलाउने स्टिक स्यामसुङ मोबाइलको स्क्रिनमा चलेको छ। तर उसलाई यस विषयमा कुनै चेत थिएन। फेसबुक पेज स्क्रोल गर्दै जाँदा उसको नजरमा सरकारी कागजात नागरिकको घर दैलोमै पुर्याउने कामको सुरुवात सरकारले गर्ने भन्ने समाचार पर्यो। समीरलाई लाग्यो, वाह, यो हो सार्वजनिक सेवा। यो समाचारमा लेखिएको पनि थियो, अब कुनै अफिस धाइ रहनु पर्दैन, लाइनमा बसिरहनु पनि पर्दैन, घरैमा बसेर सबै सरकारी सेवा लिन सकिन्छ। उसले बुबाले दिनै गरेको कचकच सम्झ्यो। उसलाई लाग्दथ्यो देशमा त्यस्तो केही मौका नै छैन जुन उसको योग्यता अनुसार होस्। देशमा बेरोजगारी नै बेरोजगारी मात्रै छ। यदि भविष्यको बाटो पहिल्याउनु छ भने अति उत्तम उपाय भनेको विदेश जानु सिवाय अरू केही पनि छैन। उसले कम्प्युटरको स्लिप मोडलाई एक्टिभ बनायो, गुगल क्रोम खोल्यो अनि राहदानी विभागको इन्टरफेसभित्र प्रवेश गर्यो। कस्तो राम्रो प्रणालीको विकास गरेको, यो देशमा पनि यस्तो किसिमको प्रणाली विकास भएको देखेर ऊ दङ्ग पर्दै विवरण प्रविष्टि गर्दै थियो। नयाँ कुनै विवरण भएमा मात्र थप गरे पुग्ने, बाँकी विवरण सिधै राष्ट्रिय परिचय पत्रबाट आउने गरी प्रणालीको विकास गरिएको देखेर ऊ चकित पर्यो। सबैभन्दा अचम्म पर्ने कुरा, आवेदनको सिलसिलामा आफ्नै घरमा लिन मिल्ने गरी आवेदनमा नै ठेगाना र सम्पर्क नम्बर राखी थोरै रकम तिरेपछि तयार भएको पासपोर्ट हुलाकले आफ्नै घरमा ल्याइदिने व्यवस्था थियो। उसले प्रक्रिया अगाडि बढाउँदै गएको थियो। त्यही समय मामाले कुनै समय उसलाई भनेको कुरा सम्झ्यो। खाडी देशमा कामको सिलसिलामा उसको मामा कुनै दिन बिरामी भएर अस्पताल गएका रहेछन्। अस्पताल जानुभन्दा केही दिन अगाडि उनले सोही अस्पतालको वेबसाइटमा एपोइन्टमेन्टका लागि भिजिट गरेका। डाक्टर चेकअपको दिन र समय समेत आफूलाई पाए पर्ने गरी राख्न मिल्ने गरी प्रणाली बनाइएको। कुनै कागज वा ओपिडीको कार्डको आवश्यकता पनि नपर्ने, न कुनै पहिलेको रिपोर्ट बोकेर लानु पर्ने झन्झट नै। केवल बोक्नु पर्थ्यो त बिमाको कार्ड, न लाइन बस्नुपर्ने, डाक्टरलाई भेट्न, टेस्ट गर्न, रिपोर्ट लिन वा औषधि लिनलाई नै। जहाँ जहाँ जान्थे उनी एक्लै हुन्थे, कुनै भिडभाडको गुन्जाइस नै हुँदैनथ्यो। कस्तो अत्याधुनिक स्वास्थ्य सेवा प्रणाली! यस्तो कुरा मामाको मुखबाट उसले सुन्दा उसलाई लाग्दथ्यो यो दन्त्य कथा हो। यो सब कसरी सम्भव हुन सक्छ? किनभने उसले आफ्नो देशमा त सेवा लिन मात्रै होइन, कर तिर्न र दैनिक नित्य कर्म गर्न समेत लामा लामा लाइन बस्नु परेको तितो अनुभव थियो उसमा। नयाँ सरकारको शासकीय सुधारको अवधारणाप्रति ऊ उत्साहित देखियो। केही समय पहिला ऊ आफ्नो दाजुको अनलाइन कक्षामा बसेको थियो। लामो कपाल भएका एकजना प्रोफेसरले ल्यापटपको स्क्रिनबाट सहर अध्ययनको निकै सुनौ लाग्ने प्रवचन दिँदै हुनुहुन्थ्यो। उहाँले सहरलाई मानव जीवनसँग तुलना गर्दै यसको पनि जन्म, हुर्काइ र मृत्यु हुने कुरा बताइरहनु भएको थियो। तर कुनै सहरको नाम लिँदै उहाँले मानवीय पारस्परिक सम्बन्ध, दुःख सुखको भोगाइमा सहकार्य र समझदारीको अभाव सहरमा हुँदै गएको विषय औँल्याउँदै उहाँ दुखी हुनुभएको थियो। सहरमा प्रविधि लाइनकै सबै थोक मान्ने मानिसको बढोत्तरी हुँदै गएको प्रति चिन्ता व्यक्त गर्दै उहाँले मानव सम्बन्धमा भएको क्षयीकरणले सहरलाई नै दया, माया, सहयोग र सम्बन्धको हिसाबले कुरूप बनाउने तर्क गर्दै हुनुहुन्थ्यो। उहाँको तर्क थियो,
विकास त मानिसले मानिसको लागि गर्ने चिज हो। सहर यसरी मानवीय हिसाबले उदासीन हुँदै गयो। उद्योग, कल कारखाना, राम्रा चिल्ला बाटा, ठुला ठुला घरले मात्रै सहरको मानक स्थापित गर्न सक्दैन यदि मानवीय पक्षमा हरास आयो भने। समीरको हात राहदानीको अनलाइन आवेदन फारममा गएर टक्क अडियो। उसको निधारमा चिट चिट पसिना आयो। थाहा छैन उसलाई किन एक्कासी यस्तो भयो। कम्प्युटरको स्क्रिन त्यत्तिकै छोडेर बाहिर निस्क्यो। घर बाहिर ऊ अझै त्यहाँबाट पनि टाढा बाहिर निस्क्यो, केही पर चौबाटोमा। उसलाई देखेर परिवारका सदस्यहरू छक्क परे। घर बाहिरको हावाले उसको मनमा केही भए पनि शान्ति ल्यायो। नजिकैको चौपारीमा बसेर उसले वरिपरिका गतिविधि निहाल्न लाग्यो। गाउँका ज्येष्ठ नागरिकहरूको एउटा टोली चौपारीको पश्चिमपट्टि बसेर तास खेल्दै थिए। उसले ती मानिसहरूलाई कहिल्यै देखेको थिएन वा उसले देख्ने गरी हेरेकै थिएन। ती मानिसहरू एकले अर्कालाई तँ भनी सम्बोधन गरिरहेका थिए। लाग्दथ्यो तिनीहरूको वर्षौंदेखिको घनिष्ठ सम्बन्ध छ। चाउरिएका अनुहार, दाँत झरेका मुख र खुम्चिएर प्लास्टिक जस्तो देखिने हातका छाला सबैका उस्तै देखिन्थे। बुढेसकालको कमजोर अवस्थामा पनि उनीहरू जवानीको जोस निकाल्दै चिच्चाइ खेलिरहेका थिए। लाग्दथ्यो उनीहरूलाई चौपारीमा आउँदा टेकेको लौरो समेत आवश्यक पर्ने अवस्था थिएन घर फर्कने बेलामा। जेठ महिनाको टन्टल पुरे घामको समेत प्रवाह नगरी केटाकेटीहरू कोही लुकामारी खेलिरहेका थिए भने कोही चौपारीको बर र पिपलको हाँगामा झुन्डिरहेका थिए। त्यो देखेर बर पिपलमा नियमित जल चढाउन जाने एकजना आमाले हकार्दै केटाकेटीलाई हपाउँथिन्। तर केटाकेटीहरूले उनलाई निस्काएर हैरान बनाउँथे। यो देखेर समीरलाई मानिस हुनुको आभास भयो सायद। उसले परिवार, समाज र सामाजिकीकरणको महत्त्व बुझे जस्तो आफ्नो अनुहारमा ती मानिसहरूको खुसी देख्न थाल्यो। ऊ सोचमग्न भयो। उसले मामाले भनेको स्वास्थ्य सेवामा कुनै आकर्षण देखेन। अब उसको मन अस्पतालमा डाक्टरलाई जाँच गराउन टिकट काट्न लामो लाइनमा बस्न चाह्यो। पछाडिको मानिसले धकेलेको बहानामा अगाडिका मानिसलाई धकेल्न मन लाग्यो। टिकट काट्ने महिलासँग जिस्किँदै टिकट हातमा लिने चाहना गर्यो। डाक्टरलाई देखाउन बेन्चमा लाइनमा बसेका अरू बिरामीसँग खुलेर मनका कुरा गर्न मन लाग्यो उसलाई। डाक्टरसँग मनका सबै कुरा भनेर हलुङ्ग हुन मन लाग्यो। विगत केही समयदेखि मनमै रहिरहेको कुरा भिडमा बिरामीसँग, डाक्टरसँग बाँड्न चाह्यो सायद उसलाई लाग्यो यदि उसले राहदानीको फारम अनलाइन भरेर घरमै लिने व्यवस्था मिलाएको भए उसले जिल्ला प्रशासन कार्यालयमा कर्मचारीका पसिना भएका अनुहार देख्न पाउने थिएन। कामको चापले राम्रैसँग सोधेको प्रश्नको जवाब पनि रुखो तरिकाले दिने कर्मचारी भेट्ने थिएन। आँखाभन्दा धेरै टाढा नाकको टुप्पो नजिक चस्मा लगाएर समस्या सोध्ने सुब्बाको अनुहार समेत देख्न पाउने थिएन। वैदेशिक रोजगारीको लागि तयारी गरिरहेका, वैदेशिक रोजगारीको लागि विदेशीका छोराछोरीलाई भेट्न जान राहदारी बनाउन आएका मानिसहरूसँग भावना साटासाट गर्न पाउने थिएन। घरमै बसेर पनि परिवारसँग मनका कुरा नगरेकोमा उसलाई ठुलो पछुतो लागेको थियो। आमाले पकाएको खानाको स्वाद सामाजिक सञ्जालसँग साटेकोमा पछुतो मानेको थियो। बुबाले आधुनिक जमाना नबुझेको, खालि पुरानो जमानाको कुरा गर्ने भनेर लगाएको आरोपले उसलाई भित्रभित्रै मन पोलेको थियो। डिजिटल संसारले उसको पारिवारिक र सामाजिक जीवनमा हरास ल्याएकोमा धेरै बेरसम्म एकहोरो टोलाएर कतै टाढा क्षितिजमा हेरिरह्यो। एक्कासी ऊ बसिरहेको ठाउँबाट उठ्यो। लामा लामा पाइला हाल्दै घरतर्फ लाग्यो। सुसुप्त अवस्थामा पुगेका कम्प्युटर सामग्रीहरू स्टोरबाट ल्याएको कार्टुनमा प्याक गर्यो र साइकल लिएर पासपोर्ट बनाउन आफै सरकारी कार्यालयतर्फ लाग्यो। धन्यवाद। आजको यो परिवर्तन शीर्षकको कथा सुनिसकेपछि यहाँहरूलाई कस्तो लाग्यो यसबारेमा प्रतिक्रिया दिन नभुल्नुहोला भनी अनुरोध गर्दै आजको यो स्टोरी बाजको श्रृङ्खला अन्तर्गतको एपिसोडलाई
यही डुङ्ग्याउने अनुमति चाहँदै हजुरहरूसँगबाट बिदा चाहन्छु। धन्यवाद। नमस्कार।